आज एकदम सिम्पल खाना, दाल भात आलु चोखा धनियाको चटनी। आजको खाना यो हो। अब खाना चाहिँ खाऊ। बनाउन मन लागेन सब्जी, कामबाट आउँदा ढिलो भयो। त्यही सुक्ना मास चटनी बाबालाई राखिदिएको। खाऊ। कहिले कहिले हल्का पनि खाना पर्छ। मलाई त्यस्तै कहिले कहिले राम्रो लाग्छ। दालमा टमाटर हालेर दाल बनाएँ, आलु चोखा बनाएँ, धनियाको चटनी बनाएँ। आजको खाना यति नै हो। हुन्छ त साथीहरू, तपाईँहरू पनि भात खानुहोस्। अब हाम्रो त सधैँको एउटै टाइम हो, सधैँ एउटै कुरा भन्छु। तपाईँहरू पनि हाँस्नुहुन्छ पनि होला सुनेर, एउटै कुरा एउटै डाइलेक्ट। आमालाई खाना दिएँ, अब म पनि खान्छु। आज खाना एकदम सिम्पल छ। आमालाई त्यही भने आज धेरै केही बनाएन। आजको खाना हाम्रो यति नै हो। हुन्छ त साथीहरू, नेक्स्ट भिडियोमा फेरि भेटौँला। टेङ्गा हालेर बनाइछु। उतो कोर्दो टेङ्गा न के भन्छन्, कामराङ्गा सुकाएर राखेको थियो। टेङ्गा दाल टमाटर हालेर